नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 1 का शहीद आयुष थापा र सुलभ श्रेष्ठको परिवार आज पनि न्यायको पर्खाइमा छन्। उनीहरूको एउटै माग छ, हत्यारालाई कारबाही होस्। शहीद आयुषका बुवा सुशील थापा, हाम्रो त्यही हो माग, हत्यारालाई कारबाही होस् छिटो। त्यति भयो भने चाहिँ शान्त हुन्छ कि मनलाई शान्त हुन्छ। अरू त के चाहियो? अब सरकारले एउटा शहीद घोषणा गरिदियो, राजपत्रमा नाम लेख्दैछ। सरकारले 5 लाख क्रिया खर्च, 10 लाख शहीद परिवारका लागि भन्दै 15 लाख रुपैयाँ दिएको छ। आन्दोलनपछि उनीहरूलाई स्थानीय मेयरदेखि मन्त्रालयका अधिकारीसम्मले भेटिसके। भ्रष्टाचार र सुशासनको मुद्दा लिएर सडकमा उत्रिएका युवा आयुष र उनका साथीहरूको सपना पूरा हुनुपर्ने परिवारको माग छ। छोराहरूले त्यस्तो बलिदान दियो, भ्रष्टाचारको विरुद्ध लड्यो। म बाहेक अरू मेरो शहीदहरू, म अस्ति काठमाडौँ गएँ, शहीद परिवारहरूको माग त्यही हो, हत्यारालाई कारबाही होस्। जेनजीको मुख्य मुद्दा चुनाव होइन, भ्रष्टाचार र सुशासन नै भएको परिवारको भनाइ छ। सरकारले यदि चुनावतर्फ लैजाने प्रयास गरे आफूहरू विरोधमा उत्रने तयारीमा रहेको शहीद परिवार बताउँछन्। खास त हाम्रो छोराहरूले बलिदान दिएको यो चुनावको लागि होइन नि। हाम्रो छोराहरूले चुनावको लागि होइन, भ्रष्टाचार विरुद्धको लागि हो, सुशासनहरूको लागि हो। यो चुनाव गराउने यो उसमा लडेको होइन। शहीद परिवारहरू निर्वाचन आयोगनिर धर्ना दिने भनेछ। अब चुनाव गराउन लाग्यो भने। आयुष 21 वर्षका थिए। घटनाको दिन दिउँसो 2:30 बजेपछि आयुष सम्पर्कमा आएकै थिएनन्। छिमेक टोलमा मृत्युको खबर फैलिसक्दा पनि परिवार अझै छोरा फर्केर आउने आशामा थिए। मैले त 24 गते थाहा पाएको, उनी त्यो टिचिङ हस्पिटल निर कान्तिवाला कि कुन छ, त्यही हस्पिटल बोलायो मलाई। म त जान बुढीलाई मात्रै पठाउन लागेको थिएँ परिवारलाई। अब म गएर के गर्ने? अब लिएर आउँछ छोरालाई भनेर भन्थेँ। भेनाजु आउनुभएको थियो, दाई आउनुभएको थियो, भद्र दाई आएर मलाई पनि जानु भने कि काठमाडौँ। त्यो अब छोरालाई 10-12 दिन राख्छौँ, आउँछौँ काठमाडौँदेखि। हाम्रो सोच त त्यही थियो। हामीलाई त थाहा थिएन, 10 बजीतिर थाहा भएको। छोरा आयुष त हिजो बित्यो, 23 गते नै बितेको भनेर भन्यो। त्यसपछि अब के भन्ने? 2 सन्तान मध्ये आयुष एक मात्र छोरा। उनको नजिकैका 23 वर्षीय सुलभराज श्रेष्ठ पनि उक्त घटनामा शहीद भए। उनको परिवार पनि न्यायको प्रतीक्षामा छन्। समुदायले एउटै टोलका यी शहीदहरूको सम्झनामा विभिन्न प्रस्ताव अघि सारेका छन्। उक्त टोलकै स्थानीय समेत रहनुभएकी पूर्व उपमेयर उमा थापा मगर, त्यहाँ वाटर पार्क निर पार्क छ के, त्यसलाई चाहिँ जेएनजी पार्क बनाउने, अनि त्यहाँ चाहिँ बरु 2 जनाको शालिग रहेर बाटोको प्रस्ताव पनि गइसकेको छ वडामा। गत असोज 30 गते बसेको नेपालगञ्ज उपमहानगरपालिकाको कार्यसमितिको बैठकले सुलभ र आयुषको सम्मानमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 1 मा पर्ने सुर्खेत रोडको प्रहरी गुल्मबाट वाटर पार्क तर्फको मार्गलाई शहीद आयुष सुलभ आसु जेनजी मार्ग नामाकरण गरी सोही स्थानमा शहीद गेट निर्माण गर्ने निर्णय गरिएको छ। अब शहीद परिवारको मनमा एउटै चाहना छ, न्याय, सत्य र भ्रष्टाचार विरुद्धको अभियान सार्थक बनोस्। तर उनीहरूको मनमा प्रश्न भने उही छ, न्याय कहिले पाइने? निशु जोशी, रेडियो कृष्णसार, नेपालगञ्ज, बाँके।